सपना त्यो होइन जुन तपाईँ निन्द्रामा देख्नुहुन्छ, सपना त्यो जुन तपाईँलाई सुत्न नदियोस्। ड्रिम इज नट वाट यु सिन इन स्लिप, ड्रिम इज समथिङ द्याट डज नट लेट यु स्लिप। मुकेश अम्बानी भारतका सबैभन्दा सफल र चर्चित उद्योगपति हुन्। उनले आफ्नो परिश्रम, दूरदृष्टि र नेतृत्व क्षमताको माध्यमबाट भारतको एक सामान्य कम्पनीलाई विश्वस्तरीय व्यवसायमा रूपान्तरण गरेका छन्। उनको जीवनयात्राले आजका हामी जस्ता युवालाई प्रेरणा दिने काम गर्दछ। मुकेश अम्बानीको जन्म 1957 अप्रिल 19 यमनको अदन सहरमा भएको थियो। उनका बुबा धीरूभाई अम्बानी एक मेहनती र दूरदर्शी व्यक्ति थिए, जसले सानो व्यापारबाट सुरु गरेर रिलायन्स कम्पनी स्थापना गरेका थिए। मुकेशले आफ्नो प्रारम्भिक शिक्षा भारतमा लिएका थिए र पछि उच्च शिक्षाको लागि अमेरिका गए। धीरूभाई अम्बानीको निधनपछि मुकेश अम्बानीले रिलायन्स इन्डस्ट्रीको जिम्मेवारी लिएका थिए। उनको नेतृत्वमा रिलायन्सले पेट्रोकेमिकल, ऊर्जा, खुद्रा व्यापार र दूरसञ्चार क्षेत्रमा असाधारण सफलता प्राप्त गरे। खासगरी उनले सुरु गरेको जियो कम्पनीले इन्टरनेट र मोबाइल सेवामा क्रान्ति ल्याए। यसले करोडौँ भारतीयलाई सस्तो दरमा इन्टरनेट पहुँच गराए, जसले देशको डिजिटल विकासमा ठुलो योगदान पुर्याएर आज विश्वकै सबैभन्दा सस्तो इन्टरनेट प्रदायक कम्पनी बन्न पुग्यो। उनको अर्को महत्त्वपूर्ण परियोजना हो रिलायन्स रिटेल, जुन अहिले भारतको सबैभन्दा ठुलो खुद्रा व्यवसाय हो। उनले देशको आर्थिक विकासमा मात्र नभई शिक्षा, स्वास्थ्य र समाज सेवामा समेत उल्लेखनीय योगदान पुर्याएका छन्। उनकी पत्नी नीता अम्बानीद्वारा सञ्चालित रिलायन्स फाउन्डेसनले समाज सेवाका धेरै क्षेत्रमा काम गर्दै आएको छ। मुकेश अम्बानीको मुम्बईमा रहेको एन्टिलिया भवन पनि चर्चाको विषय हो, जुन विश्वकै सबैभन्दा महँगो निजी निवासहरूमध्ये एक हो। यति धनी र सफल हुँदाहुँदै पनि उनी एक अनुशासित पारिवारिक र व्यावसायिक जीवनमा समर्पित व्यक्ति भनिन्छन्। उनले लगन, दृष्टि र कडा मेहनतले उनलाई विश्वको सबैभन्दा धनी र प्रभावशाली व्यक्तिहरूमध्ये एक बनाएको छ। मुकेश अम्बानी जस्ता व्यक्तित्वहरू युवाहरूका लागि प्रेरणा हुन्, जसबाट हामीले सिक्न सक्छौँ कि सफलताको लागि दृढ सङ्कल्प, इमानदारी र निरन्तर प्रयास आवश्यकता हुन्छ। मुकेश अम्बानीको जीवन एक उदाहरण हो कि कसरी सामान्य परिवारबाट आएको व्यक्ति पनि अटुट र मेहनतको माध्यमबाट विश्वस्तरीय सफलताको शिखर चुम्न सक्छ। उनले भारतलाई डिजिटल युगमा पुर्याउन ठुलो योगदान दिएका छन्। उनी वास्तवमा एक सफल उद्योगपति र राष्ट्र सेवक हुन्। प्रत्येक सफल व्यक्तिको जीवनमा त्यस्ता पक्षहरू हुन्छन् जसबाट अरूले पनि केही महत्त्वपूर्ण पाठ सिक्न सक्छन्। मुकेश अम्बानी भारतका प्रसिद्ध र सफल उद्योगपति तिनै व्यक्तिहरूमा पर्छन् जसको जीवनयात्राले अनेकौँ युवाहरूलाई मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ। सबैभन्दा पहिलो कुरा, मुकेश अम्बानीको जीवनको कठोर परिश्रम र निरन्तर प्रयासले महत्त्व देखाउँछ। उनले आफ्नो पिताद्वारा सुरु गरेको सानो व्यवसायलाई एक विशाल र विश्वस्तरीय उद्योगमा रूपान्तरण गरे। यति ठुलो सफलता केवल लगन, समर्पण र अथक मेहनतले को फल हो भन्ने कुरा उनको जीवनले प्रमाणित गर्दछ। उनको जीवनले प्रवर्तन र दृष्टिकोणको सशक्त उदाहरण प्रस्तुत गर्दछ। उनले भारतमा इन्टरनेट क्रान्ति ल्याउने उद्देश्यले जियो कम्पनी स्थापना गरे। धेरैले सुरुवातमा यो योजना असम्भव ठाने, तर मुकेश अम्बानीको दूरदर्शी र साहसले भारतको डिजिटल युगमा पुर्याए। यसले हामीलाई सिकाउँछ कि यदि हाम्रो दृष्टिकोण स्पष्ट छ भने असम्भव जस्तो देखिने काम पनि सम्भव हुन्छ। उनले समाजसेवामा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रमा उनी र उनकी पत्नी नीता अम्बानीले चलाएको रिलायन्स फाउन्डेसनले हजारौँ मानिसहरूलाई जीवन सुधार्न सहयोग पुर्याएको छ। सफल मानिसले समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ। मुकेश अम्बानीको जीवनले हामीलाई आत्मविश्वास, नेतृत्व क्षमता र निरन्तर सिक्ने भावनाको पाठ दिन्छ। उनले कहिल्यै सिक्न छोडेनन्, चुनौतीहरूलाई अवसर बदल्दै अघि बढिरहे। यस्तै सोच हामी सबैमा विकास हुनु जरुरी छ। मुकेश अम्बानीको जीवन कुनै चमत्कार होइन, यो एउटा परिश्रम, धैर्य, दूरदृष्टि र जिम्मेवारीको संयोजन हो। उनको जीवनबाट हामीले आत्मविश्वास, परिश्रम र सामाजिक चेतना र पारिवारिक मूल्यहरू सिक्न सक्छौँ। यदि हामीले यस्ता शिक्षाहरू आत्मसात गर्न सक्यौँ भने हामी पनि हाम्रो क्षेत्रमा सफलताको नयाँ शिखर चुम्न सक्छौँ।